टिम भर्सेस मिस्त्री टिममा आजको क्रिकेट टुर्नामेन्ट भइरहेको छ म्याच र अमिर लामा बलिङ गर्दै मिस्त्री टिमबाट भने ब्याटिङमा छ बिरु तेली बोल्डर ग्रुपबाट र बिरुको यो सुन्दर दामी सिक्स बिरु तेलीद्वारा अमिर भाइको फर्स्ट बलमै सुन्दर 95 मिटरको छक्का बलमा छक्का भइसकेको छ र सेकेन्ड बलमा फेरि फोर बिरु तेलीद्वारा टिमको सबैजना खुसी हुँदै यहाँ बम पड्काउँदै र अमिर भाइको बलमा र फेरि पनि क्याचको सम्भावना र दुईजना छ र यहाँनिर क्याच मिस बिरु तेलीको यो सुन्दर शटमा होम्बे छेत्रीले क्याच छोडिसकेको छ। बोल्डर टिमबाट ब्याटिङमा विनय लकडा छ भने बलिङमा विनय र यहाँ क्याचको सम्भावना र फेरि क्याच मिस र फोर रविको बलिङ र उज्जवलको यहाँ सुन्दर र क्याचको सम्भावना र क्याच मिस भइसकेको छ। रवि बलिङ गर्दै 83 रनलाई पछ्याउँदै आइसकेको छ। उज्जवल र रन आउटको सम्भावना र बाँच्यो टिमबाट अमिर लामा ब्याटिङमा र दामी शट र यहाँ चौका एकदम सुन्दर शट हाम्रो अमिर भाइको भर्खरै उटीबाट आएर सिधै मैदानमा प्रवेश ब्याटिङमा मिस्त्री टिमबाट र बोल्ड फर्स्ट बलमा बोल्ड भइसकेको छ। उनीहरूको बल र ब्याटिङमा छ मिस्त्री टिमबाट साहिल र सुन्दर शट छक्का यहाँ साहिलको भाइ द्वारा सुन्दर सिक्स टुनाको बलमा बिरानको बल बोल्डर टिमबाट र यहाँ ब्याटिङमा क्लिन बोल्ड गरिदिएको छ हाम्रो राज बिरान भाइले र खुसी मनाउँदै बोल्डर टिमलाई जित्नलाई 18 बलमा 26 रन चाहिन्छ भने मिस्त्री टिमबाट पंकज प्रधान ब्याटिङमा र बलिङमा बोल्डर टिमबाट राज किरण र सुन्दर सिक्स यहाँ 85 मिटर छक्का यहाँ पंकज प्रधानको रोमाञ्चक म्याच भइरहेको छ बोल्डर टिम र मिस्त्री बीच। अब 16 रन चाहिन्छ र यहाँ शानदार शट पंकज प्रधानको अब जित्नुलाई 14 रनमा 12 रन बलमा 12 रन चाहिन्छ मिस्त्री टिमलाई जित्नको निम्ति र रन आउटको चान्स र भएन 2 रन 3 रन र मिसफिल्डको कारण यहाँ 3 रन गुमाउनु पर्यो। मिस्त्री टिमलाई जित्नलाई अब 7 बलमा 7 रन चाहिन्छ र यहाँ पंकज प्रधानको 98 मिटर छक्का र म्याच टाई भइसकेको छ बोल्डर टिम र मिस्त्री टिमको बीचमा तर ड्र भइसकेको छ म्याच र 1 रनको जरुरत जित्नको निम्ति। ओभरमा 6 बलमा 1 रन चाहिन्थ्यो जितको निम्ति र 4टा बल डट भइसकेको छ र 2 बलमा 1 रन चाहिन्छ जितको निम्ति मिस्त्री टिमलाई र ब्याटिङमा सुबुध उराउँ छ भने 4टा बल बिट भइसकेको छ रवि उराउँको र यो 5वां बल हो र यो पनि बिट दामी बल जोसमा छ सबैजना जोसमा खेला खतरनाक भइसकेको छ। 1 ओभरमा 1 रन चाहिन्थ्यो भने 5 वटा बल डट भइसकेको छ 5 वटा बल डट 1 ओभरमा 1 रन चाहिन्थ्यो भने 5 वटा बल डट भएको छ र यहाँ बोल्डर टिम खुसी छ एकदम क्याप्टेन बोल्डर टिमको यहाँ सबैजना र 5 बल डट भइसकेको छ र लास्ट बलमा 1 रन र यहाँनिर म्याच टाई भइसकेको छ यहाँ म्याच
यहाँनिर म्याच टाई भइसकेको छ। 1 ओभरमा 1 रन लिन नसकेर मिस्त्री टिमले र यहाँनिर फेरि सुपर ओभर हुन गइरहेको छ मिस्त्री टिम र बोल्डर टिमको माझ। र हेरौँ टसमा कसले जित्छ 1-1 ओभरको सुपर ओभर। भन को क्याप्टेन के लिन्छ? ब्याटिङ लिने होइन? सुपर ओभर हेर्न पाइरहेको छौँ हामीले। रविको बलमा पङ्कज प्रधान र यहाँ 2 रन कुदिसकेको छ र फेरि मिसफिल्ड र यहाँ मिसफिल्डको कारणले गर्दाखेरि 3 रन 1 बलमा 3 रन भइसकेको छ। सुपर ओभरको फर्स्ट बलमा 3 रन भइसकेको छ। अमीर लामा ब्याटिङमा फेरि र यहाँ क्याच मिस भइसकेको छ। फेरि क्याच मिसको साथसाथमा 2 रन र दोस्रो बलमा 2 टोटल 5 रन। ओभरको 2 बलमा 5 रन भइसकेको छ। रविको बलिङ र ब्याटमा छ अमीर लामा र फेरि मिसफिल्ड र 1 रन 6 रन 3 बलमा 6 रन। 6 रन भइसकेको छ सुपर 6 को र पङ्कज प्रधान ब्याटिङमा मिस्त्री टिमबाट भने बलिङमा रवि र यहाँ क्याच आउट। को लास्ट बल मात्र 6 रन रविले दिएको छ भने ओभरमा 7 रनलाई जित्नको निम्ति बिरु तेली र सुभाष भाइ बोल्डर टिमबाट मैदानमा प्रवेश गरिसकेको छ। जितको निम्ति 1 ओभर सुपर ओभरमा 7 रन चाहिन्छ र कोही पनि बसेको छैन। प्राय जस्तो मान्छे सबै उभिरहेको छ। जोसमा छ आज ऑडियन्स पनि र यहाँ खतरनाक खेल भयो आज। र बिरु तेली ब्याटमा छ भने अमीर लामा बोल्ड फर्स्ट बलमा बोल्ड सुपर ओभरको यो फर्स्ट बलमा बोल्ड भइसकेको छ बिरु तेली। खेला खतरनाक हुँदैछ आजको खेला खतरनाक। ओभरको फर्स्ट बलमा बोल्ड भएपछि यहाँ सेकेन्ड बल र यहाँ रन आउटको चान्स छ। फेरि रन आउटको चान्स छ र मिसफिल्ड रन आउट हुने चान्स थियो तर भएन। सुपर ओभर 2 बलमा 2 रन र 3 बलमा 3 रन 1 विकेट गइसकेको छ। अब 4 रन चाहिन्छ जित्नलाई सुपर ओभरमा र दामी बल यहाँ एकदमै सुन्दर बल अमीर लामाको द्वारा। ओभरको 2 बलमा अब 4 रन चाहिन्छ 1 विकेट गइसकेको छ भने यहाँ चान्स थियो रन आउटको तर भएन है। 6 को यो लास्ट बलमा 4 रन चाहिन्छ जित्नलाई र यहाँ फिल्डिङ मिस गरेर यहाँ चौका र मिसफिल्डको कारण चौका भएको छ र यहाँ बोल्डर टिम धेरै खुसी मनाउँदै बोल्डर टिम जितेगा र बोल्डर टिमले कन्टिन्यू 2टा म्याच जितिसकेको छ र यति मजाको 4 मिस गरेको छ फिल्डिङले र यहाँ एकदमै खुसी यहाँ बोल्डर टिम हाम्रो।